आज मैले फेरि बासा फिस माछाको रेसिपी लिएर आएको छु। बासा फिस मार्केटमा एकदम मजाले पाइन्छ। हरेक ठाउँमा जहाँ पसलमा पनि कोल्ड स्टोरमा जानु भने बासा फिस पाउँछ बिना काँडाको माछा। अब मैले त्यसमा रेसिपी सुरु गर्दैछु। बेसन हालेँ, अलिकति मैदा हालेँ, कर्नफ्लावर हालेँ। त्यो हालिसकेपछि मैले जिरा पाउडर, धनियाँ पाउडर, नुन अनि बेसार अनि त्यो हालिसकेपछि मैले कागती फेरि माछा भनेपछि चाहिँ अमिलो चाहिँ अनिवार्य चाहिने हो। मलाई चाहिँ अमिलो मनपर्छ। अब हजुरहरू आफ्नो आफ्नो चोइस हो नि त माछा बनाउने। अनि मैले अदुवा लसुनको पेस्ट त्यो पनि हालेँ। अनि मान्छेले अब त्यो तोरिहाल्नुपर्छ भन्छन् है सर्स्यौँ। अनि अब अहिले कहाँ पिस्नु, हामीसँग सिलौटो हुँदैन, टाइम हुँदैन। त्यही कारणले हामीले अलरेडी पिसेको मस्टर्ड पेस्ट ल्यायौँ हामीले, त्यो पहेँलो खालको। अनि मस्टर्ड पेस्ट हालिसकेपछि अब मैले त्यहाँ एउटा राम्रो गोल्डन कलर देखियोस् भनेर एउटा फुड कलर हुन्छ, एउटा रेड अनि येलो, त्यो दुईवटा कलर मिसाउँदाखेरि के हुन्छ भने मजाको गोल्डन कलर, एकदम हेर्दाखेरि नि आँखाले नै खाउँ खाउँ जस्तो कलर आउँछ। अनि त्यो गरिसकेपछि अनि मैले माछालाई ट्याक्कै त्यो बेटरमा हालेँ। ब्याटरमा हालिसकेपछि त्यसलाई अब मजाले 2 सेकेन्डसम्म मोल्दिने। अनि अब हजुरले क्रन्ची खान चाहनुहुन्छ कि बिना क्रन्ची खान चाहनुहुन्छ कि, अब मैले चाहिँ क्रन्ची बनाएँ। क्रन्ची बनाइसकेपछि अब हेर्नुहोस् मैले ब्रेडकममा गरेँ। अब घरमा ब्रेडकम छैन, कसैले क्रन्ची मन पर्दैन नि त, त्यसको लागि चाहिँ सर्रै क्रन्ची नबनाएर खान अझै मिठो हुन्छ। अनि माछाको तेल त अलिक कालो देख्नुभयो होला, यो माछाको तेलको युज गरेछ। यो तेल अरू ठाउँमा युज गर्न मिल्दैन। माछाले सबै ठाउँमा आफ्नो बास्ना सबै ठाउँमा छोडिदिन्छ। त्यही कारणले माछाको तेल हामीसँग फरक छ। घरमा भए अब सबै ठाउँमा युज हुन्थ्यो, होटलमा माछाको तेल छुट्टै हुन्छ, अलिक कलर त्यो कलरको आएको हो। अनि मैले माछाको अब हेर्नुहोस्, अब मैले चाहिँ क्रन्ची बनाएर कस्तो मजाको देख्यो, कलर पनि जति मजाले रोस्ट गर्नु भएन यति क्रन्ची आउँछ। अनि स्वाद पनि आफ्नो। फेरि मलाई सबभन्दा मनपर्ने माछा पनि फेरि ट्राउट होइन नि, फेरि ट्राउटभन्दा यो माछा चाहिँ मनपर्ने हो, बासा फिस। भिडियो अन्तिमसम्म हेर्नुहुन्छ भन्ने मलाई विश्वास पनि छ। अनि त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद।